हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म बिहान बिहान किन भिडियो बनाइरहेको छु भने एउटा खुसीको खबर पनि छ हैन। एउटा मगर कल्चरको एउटा मगर संस्कृतिको एउटा जगेर्ना गर्ने हिसाबले चाहिँ मैले यो भिडियो पनि बनाउँदैछु। कुरो के हो भने अब यसो छेवर गर्न लाग्यो हैन। छेवर गर्नको लागि चाहिँ अब बिहान बिहान नुहाउनु पर्दो रहेछ। डर त लागिरहेछ यस्तो चिसोमा है। जाडो पनि भएको छ। यस्तो जाडोमा नुहाउनु पर्यो। बाजु मम्मी ल कानु इटा आसिडेक बसा क्या इटा छेवर जान हिकाट जाले आओ ठरखा खेल kan जेठकी ठरखा नि त गोठा हरिया डामो छामचे के बसिना गोबर छ हले अनि घाँस जेक पो हले घाँस नमन त लाग्यो पर्यो बचाउ ल्याएर लाग्यो पर्यो मेरा चाहिँ आलियो पर्यो म अब गोरु बन्दैछु है। यस्तो जाडोमा नुहाउनु पर्ने रे। ल ल पनि पहिलो लगन अनि भात खुवाइ अनि छेवर अनि बल्ल बिहा डेलकेर होछन्। म छेवर जाक पजाल के गो बाबु टिकटकको भाइरलले इसे पनि एकदम भाइरल जाने नि लाइक सब्सक्राइब एकदम माया जान म नाकै एलाङ धेरै धेरै कहानी बुझ्रि म नाकै धेरै माया जाने नि है। बिहा जात पाँच मापट्टिल के फेरि देउन फेरि आलके साँच्चै नाले नाको मापट्टिकी माले बिहा छ जाटकिन पर्ले कापाली अनि हसन म राना राना बिहा जाने एक छन देना कि इसके रापा नि बिहा जाट पर्या मापट्टिल गारे त बिहा फेरि मापट्टिल राप निसा अनि राप मा छन् बिहा जान डुली दिनारी राप क्याले बोसे मा कुटुम्बकै चाहिँ छेवाराङ काम बिहाङ शुभ कार्य जाँदा डिआडी उल्ट्या छ नि त क्या। अब शुभ कार्य चाहिँ माउलीको के अनि अरू चाहिँ छोरो बारे मा छन् त जाडो अलि देखाइदिनु मजा राम्रोसँग गर्छु हल्ला खाले यस्तो जाडोमा कसरी नहुने होला। यसो छेवर मार्न हानु सानैमा गरिदियो भन्नुहुन्थ्यो छेवर सानामा गरेन। यो लगनको बेलामा हगन डेजिसी नहोला है। लगनको बेलामा हगन भने लगन आएको बेलामा छेवर गर्नु पर्यो रे जाडोमा दिला भने फेरि कुन ठाउँ बाहिर नुहाउनु लाग्यो जाडो भयो त्यही भएर भित्र छिरेको अब छान भ्या ऊ म लाग्यो होला खा नि मेरो लागि बनिसक्यो म नुहाइसकेँ। घाँटेको इसे ट्याप ट्याप डाइ हो क्या है। सेलको टोपी पनि चक्रीमा पर्या त वसुगिना रेस्ट पर्यो भने फेरि सु मारे म न सु मारे मारे छाम्छ नि रेस्ट पर्यो भने फेरि दुरामै फेरि के कुटाले मारे ठामले छाम्दैन रे किन अब इसे काट बन्न गोबर टोकरी गोबर टोकरी के इला सुन इला गोबर गोबर डाके पुठा अनि इला फेरि सिएल को टोपी को डाके अनि होसी घाँस काट्छ घाँस आज के होला टोकरी डाके ताक्या ए अन मुड्या रे त नि ला ल सोले नेगेला मात्र आल्ने इटा पूर्वपट्टि लेख्छ ठिक छ ल नि है। पूर्व लेख्छ इला चाहिँ पूर्व इला पसेको रे ए पूर्व इलापट्टि गोबर इला सेलरोटी गा इला लेख्का अलि जानु अब मैले गोबर हाल्छु है।
गोबर हाक्न लाग्यो मैले क्वान्टिटी खिच्नु न्यु चाहिँ रोक्दिनी खिचिन्छ चप्पल फुल चप्पल त गोबर ल चार्के होला नि फोरेर चप्पल नयाँ नि चाट के होला नि मुजेर खाले मुक्याल तर गोबर गोबर काल्छ फोरे ज्यादा ए छु मुके मासु ल्याएर छ नि अब लाख पर्छ मालाका किरा बेनका कसनी अनि गोरुले पनि जुत्ता लाउँछ चप्पल लाउँछ त फेरि निकाल्ने होला नि ल ल लेख है त्यो छु खोजे म त के मुखी जाले निहाल्टर घाँका के उयो मामा होला नि अलि लामो त्यो मुस्कर अलि ठुलो च्याते ल्याउनु अब छान्छ फेरि नाले नि टक्रिएर अनि चाहिँ बिहान टोपाक मजा कुलुन्डेर काने जाइदिन है च्याले छोड्न छिगुन बोला जाउँ छाम मचेर छान्नी खाता त आजनन खाता के पहल के मोटा चाहिँ चल्यो त्यसै मानाले सिको जिको छेस हुन्छ अ मचिलहरुमा गोरु गर्न हेर्नु मामा चाहिँ गर्दै चाहिँ मन छाना टोपी पो आयो घाटो न मान्छे बल्ल 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 मान्छे बल्ल सानो भइयो हुन्छ कति सुहाएको फेरि टोपी फेरि ल छाम पनि आज ल जना जमरै हेर नानी माउने के ल अब यो लाग्ले माले इसी या के इसे यो फसा यो है पसा नाही पसा नाही खान्छ तर को पोसु खानु सिरालो अब डाँडा फसाक्ने इसेर त आयो ल इसे पहिले त दिँदै थियो म त हो ल इला मा फस इसे मा फस इसे ल पहिलोचोटि गाइस मैले पहिलोचोटि देखेको है आज मैले नि पहिलोचोटि अमेरिका गोरुले पनि यस्तो विधि व्यवस्थापन गरेछ लगा डोन्ट मेन आउ घाटो लगा डोन्ट मेन छाम दे टोपी झाल पाए क्या ठोर त गएको छोड त गएको छ काट्टो गरेर जेको छ न इला मुना मुना गोबर हैन होसेर जिउ कहाँ के होला नि झुटले अनि कहानी हो बाबु ये हो मामा किन हाले नि कहाँ हो मैले गोबर छुमे गए मिनी नेन मा सुका है मैले गोबर हाके गोबर हाके छाना इला डा के छाना के ल छाना यो गाइज यति हो है अब यो सकिएपछि बल्ल बेहुला बन्न पाउने रे अझै कहाँ सकेछ छैन अरू नि छ छेउहरू त छैन अरू छैन यो सकिएपछि बल्ल बेहुला बन्न पायो ए भयो ल अब फाइनल भयो कपडा लाइयो मान्छे भइयो गोरु जस्तो भएर नहिन् भनेर हो क्या यस्तो गर अच्छा दुलो भन्ने यो ठोक बस्छ
ngay busa cái là cái gì đấy anh पल्ल बुल्टेर माथि छामले कोसु साना चाहिँ फेरि भनी साना बल्ल भन्छ नि भन्दा यो नै भन्दैको छोरो भन्दै मा छोरो फेरि उसालेर ल हुटा दिया छ अनि जाग पर्यो नि तिनको नाक मिजाको रिटर्न जाग पर्यो नाक ngay जात के नाले वर्षन दुई हिना भिडियो जाने नि बुढा बुढा पागो रिडियो वर्ता सौदा मान बाबु पाके देउ ना के नै के हो जरी रिडियो मामा के बसाने बाजे के मागी जमा गर्ले मागी जमा गर्ले कानमा घुसा न कानमा ल छिटो लगाइदिनु न मेरो मेरो भाइ कुनै बेला आउ दबाउनु नि क्याले मामै बेल चमले छो जानु नि त छो भागले मा ओ काबो अन्जेली हो छो कि त ज्याबला ताले कर दमन ना डाले आला पनि ग्यास सार माले के रे नै पैसा चाहिँ मयो मा बाले चाहिँ बाटी अनि पालो ये भरा उज्याले बाँडबाट आल के यदि त पुरा दाक बसन पालो पालो ल अब बल्ल तुला ड्रेस लाउनु पाइयो ल भन्ने छ भन्ने छ बल्ल ल फाइनली छेवर पनि सकियो है छेवर चाहिँ मगर समुदायमा चाहिँ एकदमै अत्यन्तै महत्त्वपूर्ण संस्कार हो जसलाई पहिलोपटक कपाल काट्ने केश कर्तन संस्कारको रूपमा मनाइन्छ सामान्यतः यो संस्कार बाल्यकालमै गर्नुपर्ने हुन्छ जसको 5-6 वर्षमा 5 वर्ष 7 वर्ष यस्तो बिजोड वर्षमा गर्नुपर्ने हुन्छ तर यदि कुनै कारणले बाल्यकालमा गर्न सकिएन भने अथवा गरिएन भने विवाह अघि चाहिँ गर्नै पर्ने अनिवार्य रूपमा गर्नुपर्ने चाहिँ चलन रहेको छ हाम्रो छेवर नगरी विवाह गरे भने चाहिँ अशुभ मानिन्छ भन्ने परम्परा पनि छ है चलन धेरै ठाउँमा छ र यो संस्कारले चाहिँ व्यक्तिलाई हुन्छ नि मगर समुदायलाई चाहिँ शुद्ध र परिपक्व र कुल संस्कारमा चाहिँ दीक्षित बनाउने भन्ने एउटा विश्वास छ त्यही भएर चाहिँ मगरको एउटा हाम्रो आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्ने हिसाबले चाहिँ विवाह अघि एउटा छेवर कार्य गरौँ भनेर गरेको है अनि अलिकति विधि पुर्याउन सकिएन होला तर पनि गरियो है ठिक छ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अहिलेसम्म हेरेर बसिदिनु भएकोमा र सम्पूर्णलाई फेरि पनि के भन्न चाहन्छु भने हेर्दै गर्नु होला अब फेरि कामहरू भिडियोहरू आउँदै गर्छ ओके बाई बाई